Hi everyone, welcome to my new vlog. आज चाहिँ हामी जाँदैछौँ नानीको स्कुल जानेर चाहिँ ओरिएन्टेसनको प्रोग्रामको लागि चाहिँ प्यारेन्ट्सहरूलाई इन्भिटेसन दिएको थियो नि त। अनि यहाँ चाहिँ म नानीको पापा, दुईजना नानी अनि उसको साथी र बडी हामी सबैजना चाहिँ घरबाट निक्ल्यौँ है। अनि म चाहिँ बडीसँग बात मार्दै हिँड्दै थिएँ। बडीले चाहिँ मलाई छाताहरू बोक्यो भनेर सोध्नु हुँदै थियो नि त। अनि म चाहिँ छाताहरू बोकेको थिइनँ। त्यो छाता बोक्नु दिमागमै आएन। तर दिन चाहिँ एकदमै चिसो भइरहेको थियो, पानी पनि पर्नु आँटेको थियो नि त। सो छाता चाहिँ बोकेको थिइनँ। अनि चाहिँ हामी सर्टकट लिएर चाहिँ हामी चाहिँ भट्टाभट्टि जाँदै थियौँ। हामी चाहिँ अलरेडी लेटै भइसकेको थिएँ बिकज 9:30 को त्यो टाइम चाहिँ। अनि 9:30 त अगाडि नै बजिसकेको थियो। सो हामी अलिकति ढिलो भइसकेको थियो। तर पनि अब प्यारेन्ट्सहरू है ग्यादरिङ हुँदा ओर्दा टाइम लाग्छ होला, 10 त बज्छ होला भनेर सोचेको थिएँ। तर हामी जाँदाखेरि चाहिँ प्यारेन्ट्सहरू आइसकेको नै थियो होइन। सो यहाँनिर चाहिँ हामी कुन चाहिँ बाटो गएँ भनेर चाहिँ तपाईँहरूलाई पनि यहाँ सर्टकट देखाउँदैछु। सो हामी चाहिँ सानो नानीलाई लिएर चाहिँ जाँदै थिएँ। हुनु त अब सानो नानीलाई घरमै राख्नु पर्थ्यो, लानुहुन्थेन यस्तो चिसो वेदरमा। तर म घरमा बस्दा बस्दा म पनि वाक्कै लागिसकेको थियो नि त। बोर भएर चाहिँ जानु पऱ्यो, यसो टाइम पास पनि हुन्छ भनेर गएको कि। तर वेदरै एकदमै चिसो भएर कस्तो ब्याड भइदिइरहेको थियो नि। तर अब हामी जाँदै थिएँ। अनि आज चाहिँ यहाँनिर एकदम रोड पनि खाली लागेर चाहिँ मलाई चाहिँ अचम्म लागेको नि। किनभने मन्डे टु फ्राइडेसम्म चाहिँ यति साह्रो यहाँनिर अब ट्राफिक हुन्छ, हिँड्नु पनि सक्दैन हो। नानीहरूलाई पनि जोगाएर हिँड्नुपर्छ, ठुलै मान्छे जोगेर हिँड्नुपर्छ, गाडीहरूले च्याप्टौला जस्तो गरेर आउँछ नि त। अनि सो म चाहिँ यहाँनिर फर्स्ट टाइम गएको। मलाई चाहिँ यहाँनिर थाहा थिएन नि त स्कुल यो साइडमा छ भनेर। नानीहरूको चाहिँ माथि छ नि त प्राइमेरी सेक्सन, अनि यहाँ चाहिँ सिनियर सेक्सन रहेछ। सो हामी आइपुगेँ। अनि आएको त सुनसानै थियो, कोही पनि थिएन बाहिर हो। सो हामीहरू मात्रै थिएँ। म सोचेँ आएको छैन होला प्यारेन्ट्सहरू भनेको त, भरे हामी जाँदा त अलरेडी स्टार्ट भइरहेको थियो होइन। बेसी भएको थिएन, स्टार्ट भएको पनि जस्ट स्टार्ट चाहिँ हुँदै थिएछ। हामी यस्तै 15-20 मिनट्स जति चाहिँ लेट भएछु। तर भर्खर त्यति बेला जस्ट स्टार्ट हुँदै थियो। अनि आधाउधी प्यारेन्ट्सहरू चाहिँ सबै आइसक्नु भएको थियो। सो हामी पनि आफ्नो सिट है लिएर बस्नु थालेँ। सो हामी बसेर त्यहाँदेखि एकछिनमा प्रोग्राम पनि स्टार्ट हुन थालिहाल्यो। सो यहाँनिर चाहिँ तल सिनियर सेक्सनकै नानीहरूले चाहिँ पार्टिसिपेट गरेको छ डान्समा। फर्स्टमा चाहिँ अलिकति इन्ट्रोडक्सन भएर चाहिँ त्यसपछि ओपनिङ डान्स स्टार्ट भयो। हामी चाहिँ प्रोग्राम चाहिँ आधीमै छोडेर आएँ है, बिकज मेरो सानो नानी अलिक झिझेट मान्नु थाल्यो नि त। अनि त्यहाँ साउन्डहरूले गर्दाखेरि उसलाई अलिक इरिटेट खालको पनि भएछ, नानी मानेन। सो एकदमै बिहान खाजा पनि नखाइ गएको थिएँ हामी चाहिँ हतालिँदै छिटो छिटो गरेर। अनि आएर चाहिँ हामी चाहिँ खाजाहरू खाइहालेँ किनभने भोक निकै लागिसकेको थियो नि त। सो दिस मच फर टुडे, बाई।